हेलो गाइस, सबैमा नमस्कार। म हिरालाल गोले कान्छको टिकटकमा हजुरहरूलाई स्वागत छ। र हाम्रो यो भरतपुर महानगरपालिका वडा नम्बर 20 को चाहिँ यो एउटा चाहिँ हाम्रो प्लानिङ थियो। र यहाँनिर मेरो एउटा 3-4 एउटा टुक्रा बाँकी थियो। यहाँनिर 20 बाई 40 को घडी बिक्रीमा छ। यो पछाडि साउन्ड पछाडि चाहिँ साथीहरू साउन्ड पछाडि 10% र किन्नेलाई 7% भन्ने चाहिँ हल्ला आइराखेको छ। त्यसले गर्दाखेरि हजुरहरूले सम्पर्क गर्नुहोला र हजुरहरूले सकेसम्म स्वयं आफूलाई कन्ट्याक्ट गर्ने कोसिस गर्नुहोला। र मेरो बायोमा नम्बर पनि छ। मेरो मोबाइल नम्बर 9845565290। यो भीमनगर भन्छ। भीमनगर ठ्याक्कै यो चाहिँ चौधारोको यतापट्टि यहाँ घर बनाउनु सुरु गरेछ। यी पाइपहरू ट्याक्कै यो चाहिँ यतापट्टिको चाहिँ घर बनाउनु सुरु गरिदिएछ। र यहाँ एउटा घरेडी र यतापट्टिको यी खानेपानी आइसक्यो र बिजुली बत्ती स्वयं र यहाँ एउटा घरेडी छ है। 20 बाई 40 को दुईवटा घरेडी सुपथ मूल्यमा बिक्री, एकदमै तुरुन्तै बिक्रीमा छ। र यतापट्टि जो मेन रोड छ, यो चनौली जाने मेन रोड छ, एकदमै राम्रो गरेछ। मलाई कुर्नुपर्छ, फल मिठो हुन्छ भन्थ्यो। र यहाँनिर चाहिँ गाडी राम्रो गरेछ। पिचको लागि धेरै प्रयास गर्नुभएको थियो र वडा अध्यक्षज्यूले पिचको लागि धेरै राम्रो काम गर्नुभएको रहेछ। उहाँहरूलाई नै धेरै धेरै धन्यवाद। ट्याक्कै पिचको लागि रेडी भएर रहेछ। हेर्नुहोस्, च्याप्प लाएर सर्लक्कै यता पिचको लागि ट्याक्कै एकदम पिचको लागि ट्याक्कै यहाँनिर घरेडी चाहिँ यता 20 बाई 40 को घरेडी त्यो बिक्रीमा। यी ट्याक्क खानेपानी, अब यो चाहिँ घर बनाउनु सुरु गरेछ। यहाँ खानेपानी जोडिसकेछ। यी र यतापट्टि यी 6 मिटर बाटो, बिजुली बत्ती, रोड यी पिच हुनु लागेछ। रोड चाहिँ च्याप्पै सनौली बजार जाने बाटो यो है। स्याट्टै ट्याक्क लाएर यो भीमनगरको चौधारा। हजुरहरूलाई घरेडी चाहिएमा 20 बाई 40 को घरेडी चाहिएमा सम्पर्क गर्नुहोला। 9845565290। धन्यवाद साथीहरू, कन्ट्याक्ट गर्नुहोला। धन्यवाद।